राज्यं प्रयच्छन्ति ग्रहराज्यं हरन्ति च ग्रहरिव्याप्तमिदं सर्वं त्रैलोक्यस्य चराचरम्। आदरणीय बुवा आमा, हजुरबुवा हजुरआमा, दाजुभाइ तथा दिदीबहिनीहरू एवं कुल कुटुम्ब इष्टमित्र एवं हामीलाई भित्रैदेखि माया गर्ने साथीभाइ तथा ज्योतिषशास्त्र धर्म अनि अदृश्य शक्तिमाथि विश्वास राख्नुहुने सबै महिला तथा सज्जन वृन्दमा म स्वर्गीय पण्डित हिरालालको नाति तथा स्वर्गीय छविलाल निरौला माइला पुरेतको छोरा भुवन प्रसाद निरौला उर्फ होम प्रसाद निरौला जीवनभरिको राशिफल लिएर आज उपस्थित भएको छु। मैले यसभन्दा अघि सिंह राशिसम्मका जीवनभरिको राशिफल बताइसकेको छु भने आज म तपाईहरुलाई कन्या राशिको जीवनभरिको राशिफल बताउन गइरहेको छु। सर्वप्रथम सम्पूर्ण मेरो आफन्तजन तथा महिला तथा सज्जन वृन्दहरूमा अभिवादन टक्राउँदै भगवान श्री गणेश, सूर्यनारायण, जगदम्बा भगवती, भगवान विष्णु तथा राष्ट्रदेव श्री पशुपतिनाथलाई स्मरण गर्दै शिरमा राख्दै म जीवनभरिको राशिफल वाचन गर्ने अनुमति चाहन्छु। हाम्रो यो प्रयासलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ राशिफल प्रस्तुत गर्ने अनुमति चाहन्छु। अनि हजुरहरू कहाँबाट यो च्यानल हेर्दै हुनुहुन्छ सो पनि कमेन्ट बक्समा भन्न नभुल्नुहोला। केही सल्लाह र सुझाव पनि भए कमेन्ट गर्न नबिर्सनुहोला। केही जिज्ञासा भए सो पनि कमेन्टमा वा सिधै यहाँ दिएको फोन नम्बर 9865497194 मा सम्पर्क गर्नुभएमा हामी निशुल्क सेवा प्रदान गर्नेछौँ। सेवा नै धर्म हो भन्ने हाम्रो मूल मन्त्र रहेको जानकारी गराउँदछु। राशिफल सुनि हेरिसकेर एउटा सानो लाइक भने अवश्य नै गरिदिनु होला। अनि यदि तपाईँ पहिलोपटक हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। समय समयमा राशिफल लगायतका विभिन्न उपयोगी ज्योतिषीय सामग्रीहरू लिएर तपाईँ सामु उपस्थित हुने बाचा गर्दै म कन्या राशिको जीवनभरिको राशिफल वाचन गर्न लागे। कन्या राशिको बनोट टो प पी पु मूर्धन्य स अण ठ पे पो जस्ता अक्षरहरूको सम्मिलनबाट बनेको हुन्छ। यसका राशिका स्वामी ग्रह बुध हुन्। यस राशिको शुभ रत्नमा पन्ना, हीरा, नीलम हुन्। शुभ बारमा बुधबार, शुक्रबार शुभबार हुन् भने घात बार शनिबार हो। कन्या राशि हुनेलाई मेष राशि शत्रु मानिन्छ। कन्या राशि हुने मानिस सुन्दर, छोटो नाक तथा काला आँखा भएको हुन्छ। शरीर सन्तुलित हुन्छ। बुद्धिमान, चतुर, विदेशमा बस्न मन पराउने, अनेक प्रकारका कलाकृतिमा निपुण भएको, गुरुजनको भक्त, मिठो बोल्ने, शास्त्रज्ञ, बुद्धिमान, मेधावी, विद्या अध्ययनमा शुभ भएको हुन्छ। सधैँ प्रसन्न भइरहने, बुढाबुढीहरूको सेवा गर्नमा आफूलाई समर्पित गर्ने, कामुक, गणितज्ञ हुने, ऐश्वर्यशाली, हँसिलो स्वभाव भएको, कुनै पनि विषयमा शीघ्र निर्णय गर्न असमर्थ भएको, शान्त चित्त, यात्रा तथा परिवर्तन प्रेमी, साहित्य, कला जस्ता विषयमा विशेष रुचि राख्ने हुन्छ। शत्रु बढी हुने भएकाले गोप्य रूपबाट आफ्नो काम कार्यमा सफलता हासिल गर्न खोज्ने भएको व्यक्ति हुन्छ। कन्या राशि हुने व्यक्तिहरू सागसब्जी, हरियो फल, हरियो वस्तुहरू यस राशिका व्यक्तिलाई मनपर्ने हुन्छ। हरियो रङका वस्तुहरूबाट फाइदा हुनेछ। किनबेच तथा व्यापार पनि हरियो रङका वस्तुहरूबाट गर्यो भने निकै फाइदा हुन्छ। उमेरको 32 वर्षमा भाग्योदय हुन्छ। पढाइमा व्यवस्थापन विषयमा राम्रो उन्नति प्रगति हुने हुन्छ। उमेरको 32 वर्षकोमा विवाह शुभदायक हुने देखिन्छ। यस राशिका व्यक्तिलाई साना तरकारी, तरल वस्तुलाई छोडेर रसिला चिसा फलफुल लगायतका खाने वनस्पति वर्ग जसका रङ हरिया हुन्छन् त्यस्ता वस्तुहरू उत्तम हुन्छ। घाँस वन, बाँस वन खेती पनि राम्रो हुने हुन्छ। कपडातर्फ सम्पूर्ण रेडिमेड सम्पूर्ण कपडाहरू उत्तम मानिन्छ।
कन्या राशि उनीहरूलाई कन्या राशिका व्यक्तिहरूलाई पुस्तक, स्टेसनरी, प्रकाशक, सम्पादक, लेखक, पत्र पत्रिका, जुनसुकै शैक्षिक सामग्रीको पेसा र शिक्षण पेसा र व्यवसायले मुनाफा दिने हुन्छ। सञ्चारका साधन पनि उत्तम व्यवसाय मानिन्छ। टेलिफोन, फ्याक्स, इन्टरनेट, कम्प्युटर, टेलेक्स लगायतका यी वस्तुमा फाइदा हुनेछ। हवाई जहाजको टिकट काट्ने, हवाई मार्गबाट कुनै सामान पठाउने, डेलिभरी सर्भिसका काम, हुलाक सेवा सम्बन्धी काममा मुनाफा आर्जन गर्ने हुन्छ। घडेरी जोड्न मन लाग्ने छ भने घर घडेरीको व्यापार, कम्प्युटर पार्ट्सको विक्रेता, घडी दोकान गर्दा पनि फाइदा पाउने हुन्छ। कन्या राशिका व्यक्तिले मावलीको सहयोग पाउनेछन्। मामाले भान्जा भान्जी सरसहयोग गर्ने हुन्छन्। कन्या राशिका व्यक्तिहरू डिलक्स बस, हवाईजहाजको व्यापार लगायतका अति उत्कृष्ट भिआइपी साधनहरू पनि राम्रो हुनेछ। यिनीहरूलाई नास्पाती र स्याउको जस्तो स्वाद मन पर्ने हुन्छ। पढाइमा मेजर गणित, कम्प्युटर वा विद्युत इन्जिनियरिङ, कमर्स, पत्र पत्रिका लगायत गणित तथा ज्योतिष उत्तम फलदायी हुनेछन्। कन्या राशिको रोगमा वायु विकार, ग्यास्ट्रिक, बाथ, बोली भकभकाउने, शरीरको कुनै अङ्ग काम्ने, लुलो, लङ्गडो, छालाको क्यान्सर लगायतका सबै रोगहरू उत्पन्न हुन सक्ने सम्भावना रहेको हुन्छ। शिक्षक, प्रोफेसर जस्ता पेसामा मान सम्मान पाउने हुन्छन् कन्या राशि हुने व्यक्तिहरू। जात जातिमा वैश्य जातिको सम्पर्क राम्रो हुने हुन्छ कन्या राशिलाई। खाद्यान्नमध्ये न चर्को, न पिरो, न बढी नुनिलो, न जस्ता वस्तुहरू उत्तम फलदायी हुन्छन्। काठबाट बनेका सम्पूर्ण वस्तुमा फाइदा पाउने हुन्छ। जेठी र कान्छी बाहेकका महिलासँगको राम्रो सम्बन्ध हुन्छ। 2, 12, 22 र 42 वर्ष अनि महिना र दिनका बाँकी अशुभ फल प्राप्त गर्ने हुन्छ। उमेरको 3 वर्षमा अग्निबाट भय रहने, 5 वर्षमा आँखा दुख्न सक्ने, 9 र 13 वर्षमा उच्च स्थानमा खस्न सक्ने, 15 वर्षमा सर्पबाट भय हुने, 21 वर्षमा रुखबाट लड्न सक्ने, 30 वर्षमा बाण तथा शस्त्रबाट खतरा हुने हुन्छ। तिथिहरूमा चतुर्थी, नवमी र द्वादशी र कृष्ण पक्षको तृतीया तिथि अशुभ मानिन्छ कन्या राशि हुने मित्रहरूको लागि। बुधबार शुभ र मङ्गलबार अशुभ हुने हुन्छ। हवस् त, फेरि म अर्को अङ्कमा तुला राशिको जन्मफल लिएर उपस्थित हुनेछु। तपाईहरूको जीवन उज्जवल र सुन्दर रहोस्।